So hello and namaste to everyone. It's me Ashish उर्फ तपाईँको बेल्जियम बोय. I'm sorry guys, यो भिडियोको साउन्ड चाहिँ मैले हटाएको छु किनकि धेरै यहाँ नोइजहरु आएको छ. सो अनि म के भन्न चाहन्छु नि, आज चाहिँ म बेल्जियमकै वान अफ द बेस्ट प्लेस एन्टवर्पमा जाँदै छु. स्पेशली आज के रहेको छ नि, हाम्रो टिकटकमा चाहिँ 50K फ्यामिली पुगिसक्नु भएको छ. सो आज त्यही खुसियालीमा सेलिब्रेसन गर्नको लागि चाहिँ म एन्टवर्पेन जाँदैछु र म चाहिँ मेरो प्यारी दिदी डोमा दिदीलाई भेट्न जाँदैछु. अहिले चाहिँ म स्टेसनतिर जाँदैछु, घरदेखि भर्खर निस्केको स्टेसनतिर जाँदैछु. अब यहाँबाट म बस लिएर स्टेसन जान्छु. त्यसपछि स्टेसनमा गई टिकट काटिवरी अनि म दिदीलाई भेट्नेछु त. सो हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुन गइरहेको छ. अब एक्लै अब साथीहरू भयो भने त अब कम गफ हान्दै जानुहुन्थ्यो. अब मेरो साथी भने जे भने यही क्यामेरा छ, यही क्यामेरासँग बोल्दै हिँड्छु गाइस. मोबाइल छ, रमाइलो छ, बाहिर पनि वेदर राम्रो छ, घाम त्यति साह्रो घाम पनि छैन, त्यति साह्रो नराम्रो पनि छैन, रमाइलो छ गाइस. एक्लै पनि कहिलेकाहीँ हिँड्नुपर्छ गाइस, रमाइलो हुन्छ. एकछिनमा हिँड्नुपर्छ है त, अहिले लाग्छ यसो. जस्ट रमाइलो भयो गाइस. फर्स्ट नर्भसै छैन त के भएको, कति रमाइलो भएको. बबाल है, हेर्नुहोस् न बबाल छ नि. घामतिर देखिन्छ गोरो देखिने कि फेरि आयो बेल्जियम बोय एन्टवर्पेन गाइस. म चाहिँ स्टेसनदेखि बाहिर आइरहेको छु. दिदीले बल्ल बल्ल फन उठाइन 10 मिनटमा आउँछु भन्नुभएको छ. यसो नि ठुलो रमाइलो ठाउँ रहेछ आज. ओए यो त बबाल ठाउँमा आइज त गाइस. आज यो नखेलिकन हामी गइँदैन. यो त आज हामी खेल्नै पर्ने भन्छ, यो त खेल्नै पर्ने भन्छ गाइस. म खासमा यही खेल्न लागेको हो गाइस. मेरो मुखबाट गाइस फुत्किरहेको छ गाइस, केही छैन गाइस. गाइस गाइस त्यही त भने गाइस. पिस लागिरहेको छ त्यहाँ त. एउटा स्क्रिनसट हान्नु पर्छ यस्तो गरेर. ए बबाल बबाल रमाइलो लाग्छ है आज रमाइलो गरिन्छ दिदीभाइ मिलेर. कपाल नपाले राम्रो देखिँदैन, जे गरे है कपालले गरे कपाल राम्रो भयो. आँखा घोटिया छ तनाएको छ गाइस. फेरि गाइस भने मैले आइएम सरी, म भन्दिनँ, म ट्राई गर्छु त भन्नलाई. अब दिदी आएपछि भेट्छ ल गाइस. फेरि गाइस दिदी आएपछि फेरि भेट्छ ल मेरो दर्शक महान भावकहरू. अहिलेलाई चाहिँ हेर कस्तो मजा लागेको छ केले ल. गाइस दिदी म यहाँबाट आइरहनु भएको छ. मलाई मोमोको झोला बोकेर आइरहनु भएको छ कि पुड्की दिदी आउनुभएको छ. पुरा मोमोको झोला बोकेर पुरा भाइलाई भनेर मोमो ल्याउँदै हुन्छ गाइस. बताउनु भएको थिएन नि म 6 फिट छु भनेर. यसो तारिफ गरिदिनु नि मेरो. गोलियत हेर्दैखेरि गोलियत लाग्यो एकदम ज्याङ्गो. अनि म चाहिँ सानो छु अनि यत्रो ठुलो मोमो चाहिँ भाइको लागि बोकेर आएको. आज मैले बिहान उठेबाट अहिलेसम्म 1 बज्न आँट्यो, अहिलेसम्म केही खाएको छैन गाइस. यही मोमोको लागि एउटा मोमो कम्पिटिसन हुन्छ नि. पहिला हामी के यो पिङ खेल्न जाने गाइस. पहिला यसलाई के भन्छ रोटेपिङ, हाम्रोतिर रोटेपिङ भन्छ खेल्न जाने. सो अब दिदीभाइ चाहिँ अब पिङ खेलेको छ. त्यसपछि भेट्नुपर्छ. अहिले त्यहाँ गएर भेट्छौँ है गाइस हामी है बाई गाइस. गाइस हामी अब जाँदैछौँ माथि, धेरै माथि.
डर लाग्दैछ हाम्रो लागि रोटी पिङ भन्छ यसलाई डर लाग्यो र अहिले लाग्दैन कि अब माथि छौँ गाइस हेर्नुहोस् धेरै माथि छौँ हामी अहिले यति बेला अब समात्नुपर्छ अब चाहिँ समात्नुपर्छ चस्मा लाग्यो झन् चस्मा लगाइछु गाइस मैले दिदीलाई डर लाग्दैन गाइस अब झर्दाखेरि नि स्ट्रिङ भ्यू चाहिँ बबल ओहो पछाडि हेर्नु गाइस भ्यू हेर्नु न भ्यू चाहिँ बबल छ गाइस म कतै हेर्दिनँ म क्यामेरामै हेर्ने मलाई डर लाग्छ म कतै हेर्दिनँ तर है बबल छ गाइस डराएको होइन यो हजुरलाई हँसाउनको लागि म त यस्तो गरे हो तर म डराएको यति नै डराएन म अनि डराएन भने माथि ल्याएर अड्काइदिनु पर्छ त फेरि प्लेन चढाए मान्छे के यस्तो अब यसमा डराउनु भन्दा थरथर त कामिरहेको छु म दिदीको एक्सपिरियन्स कस्तो भइरहेको माथि अड्काइदियो हाम्रो त माथि अड्काइदियो त अलि मजाले खेलाउनु नि गाइस म त डराएर यहाँ समातिरहेको छु ए होइन यो हल्लिन्छ समाति होइन गाइस होइन यो हल्लिन भनेर हो क्या हल्लाउनु हल्लिन्छ यो हल्लिँदो रहेछ नि त यो त्यही भएर यस्तो डराएर गाइस भाइ एकदम डराउँदो रहेछ हैन एकदम डराउँदो रहेछ गाइस म डराएछ देखिन्छ अगाडिको भ्यू देखाउनु हुन्छ तर क्यामेरा ब्याक गर्ने नभने क्या बल्ल हल्लिँदैछ अनि अब त हो यो झरी बेलामा चाहिँ अलिकति सिरिङ हो नि माथि चढ्ने बेलामा चाहिँ मजा आउँछ फेरि म डराएँ छैन यो क्यामेरा यो हल्लेको चाहिँ यो हल्का यो हल्लेको मेरो हात हल्लेको होइन यो दिदीको अनुहार हेर नडराउने मान्छेको आँखा चिम्मो छ मेरो आँखा चिम्मो छैन है गाइस म चाहिँ डर लागेन अलिअलि आँखा चिम्मो गरे हो खुट्टा साँच्ची भने डरै लाग्यो ए आज जमिनमा आयो के को डर हात हल्ल्या होइन गाइस हात हल्ल्या होइन हात हल्ल्या होइन क्यामेरा हल्ल्या हो क्यामेरा चाहिँ मसँग डराउँछ खासमा ठिकै छ त अझै बढ्दै जाने होला नि स्पिड मैले क्यामेरा समात्ने कि डान्डी समात्ने गएछ हल्लिरहेछ फेरि माथि गयो हामी त अब भ्यू खिच्छौँ एकैछिनै गएछ गाइस दिदीले इङ्ग्लिसमा भर्खर के भन्नुभएको थियो मैले बुझेन फेरि भन्दैन दिदी He insulted me. He did not recognize me. I am Upa Mayor. या This place name is Mayor, and he asked me. बेल्जियम ग्याङको इङ्ग्लिस That's all my गाइस English. यस्तै हो गाइस We know English. Can we go this way? I think we can get. के भने गाइस What we? ट्रान्सलेटर चाहियो मलाई ट्रान्सलेटर I prank you. Ha 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 in English. प्र्याङ्क स्टारलाई प्र्याङ्क गर्ने रे मलाई हाँसै लाग्दैन कि जति चाहिँ गरे भित्र हो लन्च अन्डर खान्छ यस्तै हुन्छ गाइस धेरै एक्साइटेड भइदिएपछि कताबाट छिर्ने कताबाट निक्लिने थाहै हुँदैन सिधै छिर्न पर्ने ठाउँमा नगर हामी छिर्न पर्ने ठाउँमा नगर छिर्न नपर्ने ठाउँतिर गर कि गाइस हामी चाहिँ सबै कुरा किन्नुपर्ने सबै कुरा किनेर
रेडी भएर बस्छौँ ट्राम कुद्दैछौँ आउने बित्तिकै अब यहीँ दिदीभाइ कुद्ने हो लौरो कुद्ने हो म कति कालो देखाएको थिएँ तर म एक्चुअली म गोरु छु गाइस अघि एउटाले होइन वेयर आर यु फ्रम भनेर सोध्दै थियो दिदीले त फ्रम अफ्रिका अरे क्या अनि त्यसले उसले पत्याइदिँदाखेरि क्या पत्याएर ओ अरेखेरि तना भाइको चाहिँ कर्लीहरूले गर्दाखेरि पत्ताको अनि अनाहरू त नपत्याउनु नि कमसेकम अनुहार हेरेर त पत्ता ठिक छ गाइस हामी चाहिँ कुर्दैछौँ आज हामीलाई ढिलो भयो रमाइलो भयो तर रमाइलो भएछ धेरै बेजत भयो। जहाँ गयो त्यहीँ बेजत भयो गाइस हाम्रो जहाँ गयो त्यहीँ बेजत भयो हामी यति धेरै नर्भस भएको कि होइन के भन्छ दोकानको ढोका पनि हामीलाई खोल्न नआएको इन्ट्री एक्जिट पनि थाहा नभएको होइन ल इन्ट्री एक्जिट त थाहा भएन ढोका त के भन्छ डिरेक्सन बताइदिएन भित्र गएपछि भाइले जुनै ढोका पनि जब खोलिँदैन धकेल्दै दिदी भनेर त्यसरी होइन भने पछाडिबाट स्टाफहरू आएर पञ्च गरिदिएको क्या के भन्नु हुँदैन क्यामेरा ठ्याक्कै निकालिदिइहाल्छ नि नर्भस भइहाल्ने क्या उहाँले मेरो हात होइन कि अब भनिन्छ नि त यस्तो धेरै कोठी हुने मान्छेहरू रुनुपर्छ भनेर भन्छ अनि मेरो धेरै छ अनि हात त तिम्रो हातको तिमी होइन एकदम रिस्सा मान्छे हो भनेर तिम्रो हातले बताउँछ है फिचर्सले क्या मान्छेको फिजिकल फिचर्सले पनि तिम्रो त्यो बिहेभियरहरू के भन्छ त्यो साइकोलोजीको हिसाबले साइन्टिस्टको हिसाबले त्यसरी बताउँछ होइन अनि त्यसपछि तिमी जस हात रखाइले थाहा पाउँछ म एकदम स्ट्रेट फरवर्ड हतार गर्नुपर्छ तर तिमीलाई चाहिँ धीमा गरे पनि हुने खालको तर मजाले गर्नुपर्ने तिम्रो हातको उसले बताउँछ तर तिमी एकदम रिसा मान्छे हो है हो त्यो चाहिँ हो है अनि त्यसपछि तिमीलाई मतलब बाहिर देखाउनु नदेखाउनु छुट्टै कुरा तर तिमी भित्र एकदम यस्तो मान्छे होइन अनि त्यसपछि अब धन त धेरै छ अनि त्यसपछि यस्तो हुन्छ यो चाहिँ धनको भण्डार हो होइन यो चाहिँ चुने ठाउँ हो क्या अनि तिम्रो होइन फर्स्टमा त तिमीले एकदम धेरै खर्च गर्छ होइन तर यहाँनिर गएर बन्द छ नि त तिम्रो चुँदै गए पनि यो त तिम्रो जे जस्तो भए पनि एसेट्स भयो नि त यो तिम्रो सम्पत्ति हो नि त अनि जोगिन्छ क्या पछि गएर खर्चै गरे पनि तिम्रो पछि जोगिन्छ अनि अझै पनि तिमीले जोगाउन सक्यो भने झन् ठुलो भण्डार हुन्छ अनि अझै त्यो थोरै पैसालाई पनि तिमीले युटिलाइज गरेर धनको भण्डार चाहिँ ठुलो छ क्या तिम्रो धेरै अनि यो तिम्रो कोठा बनाएको छ नि सानो कोठा छ यहाँ पनि कोठा धेरै ठाउँमा तिम्रो इन्भेस्टमेन्टहरू चाहिँ धेरै ठाउँमा हुन्छ पैसा लिएर आउने त्यहाँ सबजनाले म बताइदिन्छु ज्योतिषी भेटाइयो गाइस हेर्नुहोस् हुनेवाला सासू आमा छोरी रेडी पार्नुहोस् मजाले गर उसले त खै ल्याऊ तिम्रो कतिवटा बुढी तिमीले पाल्न सक्छौ म भनिदिन्छु उसले होइन यो पैसाले एउटा बुढी यो पैसाले दुईवटा बुढी होइन 3टा 4वटा 5वटा 6वटा बुढी त उसले 6वटा घर बनाएर उसले ड्याङ पालिदिन सक्छ कसम ग्यारेन्टी हो ग्यारेन्टी कसम खानु भयो है गाइस तर हो साँच्चै हो धेरै ठाउँमा इन्भेस्ट गर्छ मजाकमा हातेर यो दसिना के दिने गाइस That is not mojak. That is very serious. अब ड्राममा चाहिँ जाडो हुन्छ नि त देख्नु पऱ्यो कस्तो लाज लाग्ने रहेछ अलिक नर्भस हुँदो रहेछ म कहाँ लजाउँछु म लजाउँछु दिदी खै म त ऊ रियलमा यस्तो रहेछ होइन के भन्छ लजाएको हो कि अप्ठ्यारो मानेको हो कि अप्ठ्यारो मानेको भन्दा उसको शब्दमा सुरै छैन क्या शब्दमा सुरै छैन अब हाम्रो त वा भन्दाखेरि वा एक्सप्रेसन पनि हुन्छ अनि एक्साइटमेन्ट पनि हुन्छ उसको चाहिँ वा वा अनि भात खानु त टन्न खायो भने उसको त खाएँ सुरै छैन रियलमा त एकदमै डिफ्रेन्ट हम्बल अनि एकदम धेरै हम्बल भुइँ छुने हम्बल अनि अग्लो फेरि म भने नि गोलियतको साथी हो गोलियतको साथी फर्स्टमा हेरेको त ज्याङ्गो नज्याङ्गो यत्रो ठुलो ढनक्क परेर बसेको छ अनि फेरि त्यस्तो मान्छे चाहिँ सुर्ताल बिनाको बोल्दैन धेरै डिफ्रेन्ट अहिले कति बोलेको भन्नुहुन्छ धेरै बोल्यो नि त्यही भएर म थोरै बोल्छु अचानक एकदम सुध्रेछ नि त पहिला म बोय थिएँ अहिले जेन्टलम्यान हुनु थालेको छु नि त गाइस म म्यान त अब लाइफमा केटी आएपछि हुन्छ नि तिमी चाहिँ बिना केटी नै कसरी म्यान भयो कट गाइस हामी चाहिँ भर्खर ट्रामबाट झरिसकेको छौँ वेदर कस्तो बबाल छ अनि दिदी चाहिँ पानी लिन जानु भएको छ मलाई यहाँ भारी हेर्ने मान्छेलाई के भन्छ
भरिया दाइले बिसाउने भारी म भरिया दाइ भएको छु कस्तो राम्रो हेर्नु न बादलहरू पनि क्या अझै त्यहाँ हाम्रो पुरै कुर्दै बस्नु भएको छ बिचरा सबै आफूले गर्ने रे आज मलाई केही नगर्नु दिने रे क्या यत्रो धेरै झोला मलाई बोक्नु नदिनु खोज्ने क्या अझै यत्रो मान्छे कति धेरै बोक्नु खोजेको यो सब ओठ फुट्यो नि सब ट्रेनमा यो ट्रेनमा कुद्दा यस्तो भएको क्या आमा कसरी कुदेको दिदी कुदेको छ बिचरा गाइस करिब खासमा हामी भेट्ने कुरा चाहिँ हाम्रो बिहान 11 बजी भएको थियो अनि म आउँदा 12:30 भयो अनि त्यसपछि आउने बित्तिकै पिङ खेल्न गयो कता गयो दौरा बेचत गरेर आइयो फाइनली हामी पार्कमा आएर दिदी भाइ ट्याङ थुक्निँदै बस्छौँ है गाइस हजुरहरू चाहिँ अझ यति मात्रै होइन नि गाइस यता पनि छ निकाल्नै बाँकी छ अझ चटपटे त देखाएकै छैन मैले केक त अब केक अझ केक त खानै बाँकी छ क्या यस्तो पुरै यस्तो ठुलो पार्क दुईजनाले भ्याउने हामीलाई फेरि यतिले पुग्दैन फेरि अहिले खाएर भ्याएर यसरी नाचेर गरे फेरि अहिले उहाँ रेस्टुरेन्ट गएर खानियो फेरि दिदी भाइ नै खन्छु आउँछौँ नि फेरि अनि ल दिदी के छ अब भन्न चाहनुहोस् के भन्न चाहनुहुन्छ हाम्रो मलाई चाहिँ आएर भेटेर एकदम खुसी लाग्यो तर यत्रो टाइम भयो मोमो सेलायो साह्रै भोक लागेर खाउँ ल भन्न चाहन्छु भोक लागेको बेलामा चिसो पनि उठ्छ क्या फेरि ल गाइस अब खाएपछि भेट्छौँ अब होइन गाइस अब सिधै पछि भेट्छौँ हामी टिकटक लाइभ सबैजना टिकटक लाइभमा आउनु ल भोलि लाइभ हाल्छु भोलि लाइभमा आउनुहोस् डेली लाइभ हुन्छ हामी बल्ल यो 20वटा छ होइन अनि त्यसपछि अब यस्तो फेरि अर्को लट खाएर अनि अर्को लट खाने हो ल यो 20वटा छ उसको मोमो होइन यो 2टा प्लेट गरेर उहाँको पनि 20वटा छ है मेरो अनुसारको 20 छ उसको चाहिँ फेरि अनुसार भनेपछि कम छ झ्याली भयो गाइस झ्याली भयो म भन्दा धेरै खान्छु रे यत्रो मोमो अनि ऊ पो अनि के भन्छ बुलडग गोलियात जस्तो छ त नाम त मलाई त हात्ती बनाउन खोज भएको थियो के होइन सो गाइस हाम्रो खानकी सकियो रमाइलो गरियो टिकटक लाइभ कम्तीमा पनि हामी 3 घन्टा जति टिकटक लाइभ बसियो होला आज क्यामेरा हल्लिरहेको छ गाइस बिचरा दिदी थाक्नु भएको छ उठ्न पनि सक्नु भएको थिएन अहिलेको मोमोले मैले चाहिँ नढाँटी 5वटा खाएको दिदीले चाहिँ 20वटा खानु भएर होइन 18वटा खाएको गनी खाएको अनि त्यत्रो रेड बुलको कति हल्लेको क्यामेरा एकछिन है गाइस एकछिन अनि सुरुमा हामीले बस्यो होइन अब एउटा मोबाइल छ हेर्नुहोस् गरिब छु अब एउटा मोबाइलबाट अब लाइभ पनि बस्नु पऱ्यो होइन टिकटकमा 50K पुगेको छ फाइनल्ली यति छिटो पुग्यो नि अनि त्यसको खुसियाली मनाउँदै थियौँ हाम्रा बेल्जियम ग्याङसँग टिकटकमा यता झन् रमाइलो छ त सो भ्लग बनाउन सकिएन लाइभमै खाइयो केक काटियो 50K को रमाइलो गरियो अनि थ्याङ्क यू सो मच गाइज मोर देन 1000 आउनुभएको थियो मान्छेहरूको धेरै त तर म लजाउँदैन बेल्जियम गेम कहिले पनि लजाउँदैन है मजाले चिलमा हामी अब है गाइस खाँदासम्म खाइयो अब टोइलेट खोज्दै हिँड्दैछौँ कहाँ गएर फाल्ने त खाना भनेर हो भन्नु न कस्तो अलिकति झुट बोल्नु पर्छ कि अब चाहिँ होइन अनि हल्का भएर चाहिँ अनि टिकटक हान्ने दिदीभाइले अनि त्यसपछि हल्का अब केही खेल्न गइन्छ होला केही खेलिन्छ होला अनि त्यसपछि चाहिँ बिदाइ लिनुपर्छ तर बबाले रमाइलो भएको क्या टाइम गएको थाहै पाइएन बिहान म 12:30 बजे आएको अनि दिदीसँग भेट भयो 6 घन्टा कति छिटो गयो थाहा नै भएन हामीलाई जस्ट रमाइलो भयो गाइस भ्लग नि सुलुलुलु गइरहेको छ एडिटै गर्नु पर्दैन काट्नै पर्दैन के भएको क्यामेरा दरहरूले के गर्नु त गाइस भर्खर सिक्दैछु भ्लग बनाउन है अब एडिट गर्नु त्यस्तै हो हेर्नु है राम्रो मानेर हेर्नु है गर्दै गएपछि राम्रो हुँदै जान्छ कि यो त रेस्टुरेन्ट रहेछ म्याप कहाँ कता देखाइरहेको ल गाइस अहिले पछि भेट्छौँ है त हजुर हेलो दोस्त लोग अब चाहिँ हामी पार्कलाई
टाटा बाई बाई गरेर कहाँ जाँदैछौँ दिदी हामी भन्नु त अब हामी एस्ट्रिट जाँदैछौँ अनि गेम खेल्नको लागि हजुर गएर एकछिन गेम खेलेर खाएको पचाउने अनि त्यसपछि चाहिँ फेरि एकैछिन रमाइलो गर्ने नाइट भ्यू हेर्ने मजासँगले लास्टमा चाहिँ होइन छुटिनुभन्दा अगाडि चाहिँ फेरि हामी त्यो बिहान चढेको हाम्रोतिर रोट्यापिङ भन्छ नि क्या इङ्ग्लिसमा के भन्छ थाहा छैन त्यो चढ्छ भर्खरै जायन्ट व्हिल भन्छ जायन्ट व्हिल त्यही भन्छ गाइस अब त्यही खेलेर जाने हो ठुलो चक्र ठुलो जायन्टलाई ठुलो भन्छ होइन हजुर ठुलो चक्र खेल्छौँ अनि त्यसपछि हामी आजको दिनको लागि चाहिँ छोडपत्र छोडपत्र एक्सक्युज मी हाम्रो डिभोर्स भएको र छोडपत्र अनि नेपालीमा के भन्छ त हामी भाइलाई म बिदाई गर्छु भाइ आफ्नो स्थानमा जान्छन् म आफ्नो स्थानमा जान्छु अनि राति हामी टिकटक लाइभमा भेट्छौँ फेरि कपी पेस्ट यही हो कपी पेस्ट मेरो पनि सेम हो म भाइलाई बिदाई गर्छु मन त छैन उसलाई बिदाई गर्न आई विस होइन सधैँभरि यतै भइदियो हुन्थ्यो भाइ आज हामी भेटेर यहाँ भ्लग बनाउनु जाने भाइ आज हामी भेटेर यहाँ भ्लग बनाउनु जाने आज हामी यस्तो गर्ने त्यस्तो गर्ने भन्नु हुन्थ्यो होइन अब के गर्नु टाढो छ आफ्नो गरेर खानुपर्छ आफ्नो ठाउँमा बस्नुपर्छ तर एटलिस्ट 2 महिनामा एकतालले चाहिँ अब यसरी भेट्नुपर्छ ल यस्तो फेरि हामी नजिक नजिक भयो भने यसरी यसरी क्लोज भइदिने झगडा हुन्छ रमाइलो हुँदैन सधैँ भेट्दा झगडा भएको सुरुमै झगडा भएको नि फर्स्टमा आउनु बित्तिकै झगडा भएको थियो मलाई त्यो चाहिँ प्र्याङ्क थियो गाइस त्यो चाहिँ प्र्याङ्क थियो दिलमा जान रिसेट राखेको जे गर्दा नि पर्दैन मै गर्छु नि होइन अब मलाई यस्तो लाग्छ नि त आफ्नो भाइलाई पाहुना बनाइदिने कि आफैले जे गर्दा नि आफैले पे गर्न पर्ने आफैले खुवाउन पर्ने जे केही छैन हामी कुर्ने अनि के भयो त ट्र्याम कति भएर अहिले भइदियो अरे नि ठिकै त हो ल गाइस अहिले फेरि भेटौँला है त दर्शक महान बाबुहरू अहिले हाम्रो रातिको ट्याक्कै 9 बजेको छ अहिले म गोरु देखिन थालेको छु हामी अलरेडी गोरु छौँ तर अनुहार चाहिँ अलि नराम्रै देखिहाल्यो टिकटकमा कस्तो राम्रो देखिन्छ रियल लाइफमा कस्तो देखिन्छ भन्नु दिदी रियल लाइफमा भाइ त एकदम ह्यान्डसम हो यार क्यामेरामा चाहिँ किन यस्तो बोलीहरू हजुर बोलीहरू व्यवहारहरू त्यो उसको मान्छेको नेचर नै हुन्छ नि नेचर चाहिँ एकदमै राम्रो एकदम धेरै राम्रो त्यो मैले त देखाउने गरेको होइन तर भेरी सो सफ्ट एन्ड जेन्टल क्या अनि कस्तो लाग्यो त भाइलाई भेटेर आज मलाई भेटेर एकदमै फ्यामिलियर जस्तो लाग्यो थ्याङ्क यू होइन अनि मजा आयो गेम खेल्न पायो बेस आज होइन हात दुख्ने गऱ्यो रियल अनि फ्रेन्ड जस्तै भयो क्या सुरुमादेखि नै सुरुमा झगडा त्यसपछि बेइज्जत दुईजनाको त्यसपछि रमाइलो अनि खाना मजाले खाइयो अनि फेरि घुमियो खेलियो फेरि लास्टमा गएर धन्दै बेइज्जत भइसक्यो थियो हाम्रो अनि अहिले ठिक छ अब आज धेरै घुमिसक्नु थियो तर टिकटक लाइभ बसेको मजा आयो कति रमाइलो भयो टिकटक लाइभमा अन्त कुहिरिहरूलाई साथी बनाइयो भनेर नाचेर फ्यान बनाइयो अन्त अब चाहिँ आधी घन्टा कुर्नु पर्ने रहेछ टाइम पुग्यो नि कति छिटो गयो भने 12 बजी आएको मैले लिटरली 9-10 भइसक्यो अब ऊ 9:30मा बल्ल हेर्ने 20 मिनट छ है 9:30 हुनलाई अनि अब घर पुग्दा ऊ 10:30 हुन्छ इमेजिन गर्नु हामीलाई 12 घन्टा 10 घन्टा नि कम्ती लागेर चाहिँ केही पनि गर्नु पाएन भने फेरि हामी समरमा भेट्नुपर्छ दिदी जुलाई 10 तारिक सेल्फी खिचेको क्या इन्स्ट्यान्ट फोटो अब त्यो घरमा गएर हाम्रो मेरो क्वालिटी पनि कति धेरै छ अनि मेरो क्वालिटी भरि छ यो अब मेरो अब 20 मिनटमा अब 20 मिनट जति छ होइन त्यसपछि म जान्छु तिमीलाई चाहिँ कस्तो लाग्यो
भन न मलाई त रमाइलो लाग्यो तर अहिलेसम्म छु रमाइलो त लाग्यो बहुत रमाइलो लाग्यो मलाई केही गर्न नदिने भने कोही पैसा खर्च गर्न नदिने सामान उचाल्न नदिने त्यही भएर क्या मलाई रिस उठेको खासमा मलाई चाहिँ यस्तो जग्गा मनदेखि नै भाइ आउँछ मलाई त्यति आइदियो भने मात्र पनि पुग्छ उसलाई के मनपर्छ कस्तो मन म गर्छु एकदम त्यो धेरै धनी भएर चाहिँ होइन कि तर मैले सकेको उसलाई के चाहिन्छ म गर्छु भनेको फर्स्टैमा उसलाई अनि मैले सामान किन्ने रे अनि दिदीले पे गर्ने म हेर्छु त अनि दिदीले सामान पे गर्न जानुभयो अनि पे गर्ने बेला मैले काटमाट पारिदिएको दिदी त हेराहेर के त्यो मैले सपकिपरसँग कसरी मान्छेले भ्लग गर्छ न मेरो त हातै गल्यो त ए लु राखेको ल अहिले पछि जाने बेलामा दिदीलाई बाई बाई भन्ने बेलामा देखाउँछु ल